sama kulit sama sih. Oh, mau ada kalau pas lagi dari sepeda kan so. Anjing kan apa sih kan bahasa kan. Iya. Kiki bo. Ini tuh. मच्छरले टोकेको होला ओइ मलाई आफ्नो आँखाले देखेको यहाँ साप गयो यता ला हो आयो हिँड उताबाट बस्नुपर्छ राम्रोसँग मच्छरले बोलाउनु दिदीको घर पनि आइसकेको छ कसमा तिमी हेर्दै गरेर यसलाई म तिनीहरू आएको दिदी 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 भाइले अहिले आज के भयो केले टोको जस्तो भन्छ आउन भाइले केले टोको कहाँ छ उहाँनिर बाटोमा छ ए हो पहिले त ल्याम 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 उहाँ हिँड्दा दिदीलाई बोलाएको छ यता आऊ आयो भाइ बक्स बक्स आयो आयो यता सुताउ आयो नात भाइ नात के हुँदैन हामी हस्पिटल लान्छौँ तिमीलाई उपचार हुन्छ नातिने ल के गरेको भाइ के गरेको यो टाइट गरेर 20 माथि सोना दिनु हुँदैन 20 माथि सोना दिनु हुँदैन भनेर टाइट कस्नु हुँदैन यसले झन् हानि गर्छ भाइ आयो नातिने ल नातिने के गरेको नानी छोरीले के गर्न आँटेको दिदी यो सबैले टोकेको छामा काट्नु पर्छ रगत बगाउनु पर्छ अब रगत बगाउनु हुँदैन भनेर काट्नेदाखेरि रगत धेरै गएर चाहिँ बिरामीको ज्यान जान सक्छ है यस्तो मेरो यो 20 चुसेर फ्याल्दिनु 20 चुसेर फ्याल्दिनु 20 चुसेर फ्याल्नु हुँदैन भाइ भाइहरूले चाहिँ त्यस्तो चुस्नेहरू गर्नु हुँदैन त्यसो जसले चुस्छ त्यसलाई झन् असर गर्छ त्यसले त्यसरी हामीले चाहिँ काम्रो बाँध्नुपर्छ भाइ टिकु भाइ यहाँ आऊ त सहयोग गर मलाई हल्का नहल्लाइकन टोकेको भागलाई हल्का एउटा काम्रो राखेर चाहिँ बिस्तारी सरले आफूसँग भएको कपडाले चाहिँ बिस्तारी टोकेको भागभन्दा अलिकति माथितिर चाहिँ हामीले हल्का गरेर बिरामीलाई हस्पिटल सर्पले टोकेको उपचार हुने ठाउँमा लाने व्यवस्था गर्नुपर्छ नातिन हामी हस्पिटल लान्छौँ भाइ तिमी बाइक निकाला त सर्पले टोकेको ठाउँमा डोरीले कसेर बान्ने काम नगर्ने सर्पले टोकेको ठाउँमा काटेर रगत नबगाउने सर्पले टोकेको ठाउँमा मुखले विष चुसेर नफ्याँक्ने हो यस्तो बेलामा चाहिँ बिरामीलाई सजिलो ठाउँमा राख्ने टोकेको भागलाई चाहिँ हामीले काम्रोको प्रयोग गरेर सल वा रुमालले बाँधेर सर्पको उपचार हुने ठाउँमा जति सक्दो चाँडो लिएर जाने हस् त धन्यवाद नमस्कार